नमस्ते साथीहरू, तपाईहरु कस्तो हुनुहुन्छ? सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। र म भने चाहिँ अब काम स्टार्ट गर्दैछु घरको है। म चाहिँ अहिले झाडु गर्दैछु साथीहरू, किनभने अब यहाँ गेलमा चाहिँ यस्तो बिना जाडो छ है। जिउ तताउनुको लागि चाहिँ छिटो छिटो काम गर्नुपर्छ क्या। अब यतिकै बसिरह्यो भने कस्तो जाडो हुन्छ हो। अनि त्यही भएर चाहिँ म चाहिँ भिडियो बनाउँदै झाडु गर्दै बसिरहेको छु हो। हामीले चाहिँ खाजासाजा सबै खाइसक्यौँ होइन। अब बिहानको चाहिँ मैले गर्नु पाइनँ, त्यसको लागि चाहिँ माफी चाहन्छु है। र मैले अहिले चाहिँ खाजासाजा खाएर सबै गरिसकेर चाहिँ मैले स्टार्ट गर्दैछु है। उयो चाहिँ झाडु गर्नु चाहिँ अहिले भर्खर स्टार्ट गरेँ होइन। त्यसपछि झाडुसाडु गरेपछि चाहिँ उहाँ मलाई बोलाउनु हुँदै थियो होइन। के भन्छ, फुपूले बोलाउनु हुँदै थियो, म एकछिन झाडु गरेर आउँछु भनेर भने हो। त्यस पछाडि मैले झाडु गरिबसेँ हो। त्यहाँबाट चाहिँ झाडु गरिसकेर चाहिँ अब घरहरू पुस्नुपर्छ होइन। किनभने अब झाडु गरिसकेपछि चाहिँ घरहरू मजाले पुस्नुपर्छ। यहाँ हेर्नुहोस् होला, झाडु गरिसकेर कति मजाको सफा भइरहेछ है घर अगाडि होइन। त्यस पछाडि चाहिँ मैले हेरेँ यहाँनिर हाम्रो घरमा ल्याइरहेको रहेछ आलुको बिउ होइन, आलु रोप्नुको लागि होइन। तपाईँलाई म बारी पनि देखाउँछु हेर्नु ल। बारी चाहिँ यो हो, यो जति पनि डल्लै बारी देख्नुहुँदैछ नि, यसमा चाहिँ डल्लै आलुहरू रोप्छ हो। त्यस पछाडि चाहिँ म आएँ भित्रपट्टि घर पुस्नुको लागि हो। कस्तो लाग्दो जाडो छ, अब पुस्यो भने त झन् चिसो हुन्छ नि। र पनि होइन, अब मनले मान्दैन, पुस्नु मन लागिहाल्छ। त्यही भएर चाहिँ पुसिरहेको थिएँ यता होइन। ग्यास रुममा चाहिँ पुसिरहेको थिएँ। त्यहाँबाट ग्यास रुममा पुसेर डाइनिङ रुममा पुसेँ। यतापट्टि यता आसिङको कोठाहरू डल्लै बरन्डाहरू पुसेँ। उतापट्टितिर पनि डल्लै पुसेँ क्या साथीहरू। तर मैले उताको चाहिँ गरिनँ भिडियो होइन। अनि आधी मात्रै यताको भिडियोहरू गरिबसेँ क्या। अन्त घर पुस्दै पुस्दै गरिबसेँ। त्यहाँबाट जति काम गरेको थिएँ त्यति नै राम्रो क्या। शरीरहरू पनि राम्रो हुन्छ होइन, उयो हुन्छ, स्वस्थ हुन्छ। यसरी काम गरिरह्यो भने राम्रो लाग्छ नि त होइन। त्यही भएर चाहिँ म चाहिँ काम गरिरहेको थिएँ क्या। त्यस पछाडि चाहिँ फेरि कामसाम सकेपछि त्यहाँबाट फेरि खाना बनाउनुको लागि कुकर होइन, बहिनीले सबै भाँडाहरू धुइसकेको थियो। त्यहाँबाट कुकर चाहिँ मैले राखिदिनु, म आफै धुन्छु भने। अन्त कुकर चाहिँ म भट्टाभट धुइरहेको थिएँ। भातहरू कुकरमै बनाउँछु नि त म होइन, 12 बजीको लागि लन्च। अनि त्यही भएर चाहिँ कुकर भट्टाभट गरेर चाहिँ बहिनीलाई भने यसमा चामल ल्याइदिनुहोस्, म ढक्कन धुँदै गर्छु भनेर हो। त्यहाँबाट ढक्कनहरू धुयो ओरे, कस्तो ठिराउने पानी छ कि आम्बो, त्यो फ्रिजमा डिप फ्रिजबाट राखेको जस्तै छ पानी क्या। अब कक्रक्कै हुन्छ हात त। त्यहाँबाट भटाभट चामलहरू धुइँदै गरिसकेपछि त्यहाँबाट फेरि मैले बसाएँ होइन, खानामा भात बसाएँ होइन, उयोमा ग्यासमा भात बसाएँ। त्यस पछाडि चाहिँ फेरि मैले के बनाएँ भन्नुहोस् त, त्यहाँबाट चाहिँ उयो सोपको रस पनि बनाएँ। अनि तल आबेले चाहिँ सुन्तला ल्याइदिनु भएको रहेछ हो। अनि सुन्तला चाहिँ अब कस्तो राम्रो हुन्छ नि त है, सिजनको सुन्तला चाहिँ हो। अन्त म चाहिँ बहिनीलाई पुरा जिस्काउँदै थिएँ क्या। अब यो पहिलातिर हामी यो सुन्तलाको उहिले चाहिँ कभरले चाहिँ पुरा आँखातिर लगाएर गर्थ्यौँ नि त हो। त्यहाँबाट त्यही भन्दै हाँस्दै खाइरहेको थिएँ। अन्त बहिनीलाई पनि सुन्तला दियो होइन, म र बहिनीले खाँदैछु। अन्त कस्तो सुन्तला चाहिँ दामी थियो क्या, मिठो लाग्यो, अमिलो अमिलो मिठो थियो। त्यस पछाडि चाहिँ मैले खानाहरू हेर्नुहोस् है, भात, त्यहाँबाट सोपको रस, त्यहाँबाट इस्कुसको सब्जी। अहिले सिजनमा तपाईँलाई थाहै छ साथीहरू, इस्कुस पाउँछ भनेर है। त्यही भएर इस्कुसको सब्जी बनाएँ, मेरो फेभरेट हो। त्यस पछाडि चाहिँ म बाहिरको वेदर हेर्नुहोस् होला। अनि आप्पालाई यस गर्नु भन्यो, आप्पा चाहिँ बसिरहनु भएको थियो हो। त्यहाँबाट आङी पनि इस्कुस तास्नुहुँदै थियो।